Hello everyone. Good afternoon. Hey, it's my first vlog today. आज चाहिँ हामी फ्लाइटमा जाँदैछौँ। फ्लाइटको डेस्टिनेसन चाहिँ हाम्रो स्टेपल फोर्टदेखि कुन ठाउँ हो भन्ने कुरो चाहिँ उही ट्याक्क पत्ता लाग्छ। हामी पाइलट चाहिँ भन्छौँ त बाइक है। यता अब हाम्रो भाइ छ है। हामी सबैजना आज फ्लाइटमा जाँदैछौँ। अब भिडियोहरू चाहिँ त्यही अनुसारले हामी अपडेट गर्नेछौँ। पहिला चाहिँ हामी बाटोमा जाँदैछौँ है त हामी बाटोको भ्यूहरू पनि देखाउँदै लान्छौँ। हामी जाँदैछौँ है। युकेको भ्यूहरू यसो हेर्दै इन्जोयमेन्ट लिनु होला सबैजनाले। आजको चाहिँ मेन मान्छे होइन उहाँले उडाउने फ्लाइट हाम्रो भाइ छ। भाइ कतिको एक्साइटेड छ है? भाइ पनि हाम्रो चाहिँ कति दिन भयो भाइ आएको? बाइक जाँदैछ न्युजहरू चाहिँ ल गाइजहरू हामीले यहाँनिर सानो ब्रेक हुन्छ we don't know होइन। till now the weather is very fine क्लियर होइन। घरमा निस्किँदाखेरि सबै कुरा चाहिँ हेरेर निस्किएको हामीले अलिअलि चेन्ज भयो भने चाहिँ इन्डियाको विषयमा हामीले चाहिँ अहिले अब एकैछिनमा घाम एकैछिनमा पानी एकैछिनमा All right.
गाइजहरू हामी चाहिँ अब अलमोस्ट नियर पुग्ने टाढाको डिस्टेन्समा हामीलाई सबै 45-50 मिनट्सको चाहिँ घरमा ठ्याक्कै है फ्रिजर हेर्नुहोस् फ्रिजर एकदम राम्रो छ आउटसाइड कन्ट्री कन्ट्री साइड होइन कन्ट्री साइड गाडी पार्किङ यतापट्टि छ यतापट्टि गाडी पार्कहरू छ सबै है त्यो चाहिँ हाम्रो फ्लाइट साइमुलेसन बिल्डिङ भयो यतापट्टि अर्को रहेछ थियोरिटिकल नलेज बिल्डिङ है ल गाइजहरू ट्याक्कै आइपुग्यो ल गाडीबाट बाहिर निस्क्यो हामी ल गाइजहरूलाई म पहिला सुरुमा भ्युजहरू देखाउँछु म यताको भ्युजहरू एकदम राम्रो छ ल केटो के छ ठिक छ नि सब ठिक छ ल केटो पनि आज धेरै एक्साइटेड छ हाम्रो माउको ब्रदर हुनुहुन्छ है दिस अल क्रेडिट गोज टु माई ब्रदर है आज वेदर पनि यहाँसम्म आउँदा चाहिँ ठिकै छ ल हामी अगाडि बढ्दैछौँ त्यसो भए है त गाइजहरू ल सबजनाले लाइक सब्सक्राइब सेयर गरिदिन चाहिँ नबिर्सिनु होला है त ल यस्तै नयाँ नयाँ हामी इन्जोयमेन्ट भिडियोजहरू लिएर आउँछु ल गाइजहरू हामी चाहिँ भित्र छिरिसक्यौँ होइन त्यो पछाडि देख्न सक्नुहुन्छ फ्लाइटहरू है ल भ्युज पनि एकदम राम्रो छ वेदर पनि एकदम राम्रो छ है ल अब एकछिनमा चाहिँ आज म भाइ अनि हाम्रो ब्रदर पाइलट ब्रदर है ल एकछिनमा हामी चाहिँ फ्लाइट लिएर चाहिँ अब आज डेस्टिनेसन चाहिँ कताको हुन्छ ठेगान छैन जस्ट 1 आवर जति चाहिँ माथि फ्लाइटमै हुन्छौँ हामी माथिबाट पनि म भ्यूहरू चाहिँ कस्तो आउँछ म देखाउँछु होइन ल एकदम रमाइलो रहेछ ठाउँ चाहिँ एकदम है आई लभ इट है ल गाइजहरू अब कहिलेकाहीँ यसो फ्री हुँदा चाहिँ यतातिर आएर भिजिट गर्नु होला एकदम रमाइलो छ ठाउँ ल अब यता रेस्टुरेन्ट क्याफेहरू भयो है ल गाइजहरू म अब एकछिनमा हामी यहाँबाट ट्याक्क चाहिँ टेक अफ भइसकेपछि माथिबाट भ्यूहरू चाहिँ म एकदम देखाउँछु है त द स्टे ट्युन्ड है गाइज ल उतानिर छ गाइजहरू है हाम्रो 3टा फ्लाइट उता रहेछ यसलाई हेर्नुहोस् ल फ्लाइटहरू चाहिँ सबै लस्कर रहेछ है अब यहाँ चाहिँ यो अब बुकिङ गर्नुपर्ने रहेछ फ्लाइटको लागि पनि होइन अब यहाँ चाहिँ भित्र हाम्रो मेन पाइलट ब्रदरले चाहिँ गरेर बुकहरू गरिसक्नुभयो मान्छेहरू बसिरहेका छन् यता है ल आज अब अहिले कुन चाहिँ फ्लाइट हुन्छ अब आम नट स्योर होइन अहिले बुकिङ भएपछि थाहा हुन्छ होइन हेर्नुहोस् ल वेदर जस राम्रै छ आज चाहिँ जस पालो आउँछ जस्तो लाग्यो मलाई चाहिँ होइन अस्ति चाहिँ लास्ट टाइम भयो होला समथिङ मोर देन 1 इयर भयो होला एकचोटि म आएको थिएँ एज आई रिमेम्बर है फ्लाइट चाहिँ अलिकति वेदर नराम्रो भएर चाहिँ हामी त्यत्तिकै फर्केका थियौँ अनि आज चाहिँ ट्याक्कै मेरो अफ डे पनि अनि ट्याक्कै यहाँ टाइमिङ पनि सबै कुरा मिल्यो भनौँ न होइन अनि त्यही भएर चाहिँ ल आज आइपुगेको छौँ अभियसली होइन आज हामी फ्लाइटमा जानेछौँ हेलो गाइज अब ल हामी आज ठ्याक्कै एयरपोर्टमा आइसकेका छौँ र अब केही बेरपछि हाम्रो ठ्याक्क फ्लाइट सुरु हुनेछ अब यहाँ धेरै फ्लाइटहरू छ अब कुन चाहिँ हुन्छ दाइ बुकिङ गर्न जानु भएको छ अनि अब केही बेरपछि आज ठ्याक्क हामी म अब
अहिले पछि माथि प्लेनमा चढेपछि अपडेट गर्नेछौँ। मेरो अर्को दाइ पनि सन्तोष दाइ पनि फ्लाइटमै हुनुहुन्छ। अनि हामी एकदम चिल रमाइलो आज चाहिँ एकदम जस इन्जोयमेन्ट हान्नुपर्छ फन है गाइज ल। आज फन हान्नुपर्छ। हामी सबैजना यहाँ एयरपोर्टमा आइसकेका छौँ। ल अब माथि पुगेपछि अब माथिको भ्यू सिउ देखाउँछु ल। ल गाइजहरू हाम्रो चाहिँ अब ट्याक्कै टाइमिङ भइसकेको छ है। यो हाम्रो पाइलट ब्रदर चाहिँ उहाँ जाँदै हुनुहुन्छ है। अब हाम्रो फ्लाइट चाहिँ अब यहाँ ढोकामा चाहिँ लगाइदिउँ है। ल गाइजहरू हामी चाहिँ ट्याक्कै अब नियर छौँ है। अलमोस्ट फ्लाइट चाहिँ हाम्रो कुन रहेको छ भन्दाखेरि उहाँ हुनुहुन्छ हाम्रो पाइलट ब्रदर है। ल ल गाइजहरू यस्तै छ। किप अन वाचिङ। ल अब यहाँ के गर्नुपर्ने होला, अब फ्युलहरू हेर्नुपर्ने होला, के होला होइन। मलाई चाहिँ आइडिया छैन। अब मेन उडाउने मान्छेलाई त आइडिया होला होइन। ल अब ट्याक्क हामी अब समथिङ लाइक 1 आवरको लागि हुन्छ कि अब यो मिठो यो सुनसान आकाशमा होइन माथिबाट चाहिँ पुरा भ्यू म देखाउने छु है त गाइजहरू है। यो पनि एउटा ठुलो एउटा एचिभमेन्ट हो होइन। यसरी अब चाहिँ लन्डनमा आएर होइन अब हाम्रो दाइले उडाउनु भएको प्लेनमा होइन बस्न पाउँदा नि वान अफ द ग्रेट अचिभमेन्ट हो एउटा होइन। हामी पनि अब अहिले त होइन फ्युचरमा होइन अब के हुन्छ हेरौँ। न उडाइ पो हालिन्छ कि होइन। ल यस्तै छ। एउटा फ्लाइट चाहिँ माथि उडिरहेको छ है। यहाँबाट चाहिँ अलिक देखेन क्या हो। ठिक छ ल हेर्नुहोस् ल है त गाइजहरू। हामी ट्याक्कै यहाँबाट रेडी भइसकेपछि सबै कुरा भइसकेपछि ओके भइसकेपछि अनि ट्याक्कै यो टेक अफ गर्ने बेलामा होइन अनि ल्यान्डिङ गर्ने बेलामा पुरै म अन्तिमसम्म हेर्नु होला भिडियो नछुटाइकन होइन। सबै भ्यूहरू हामी देखाउने चाहिँ त माथिबाट कस्तो भ्यूहरू देखिन्छ, माथिबाट देखिने दृश्यहरू होइन। ल सबै हेरौँ है त गाइजहरू। ल गाइजहरू आजको हाम्रो यो फ्लाइट चाहिँ GOPAM रहेको छ है। ल हाम्रो पाइलट ब्रदर यताउति के गर्दै हुनुहुन्छ, फ्युलहरू चेक गर्दै हुनुहुन्छ होइन। फ्लाइटको कन्डिसनहरू चेक गर्दै हुनुहुन्छ। एउटा फ्लाइटमा टेकअप भयो है। हेर्न सक्नुहुन्छ फ्लाइटहरू टन्नै छ यहाँनिर है। एउटा यो चाहिँ हाम्रो एउटा ट्रेनिङ सेन्टर जस्तो पनि रहेछ एउटा होइन। अनि जस्ट ठिक छ एकदम आज एकदम खुसी लागिरहेको छ है। सबैजना फ्लाइटहरू लस्करै सबैजना फ्लाइटहरू राखिरहेको छ है। ल वेदर पनि राम्रो छ है। ल आज चाहिँ उडिएला जस्तो छ अहिलेसम्म चाहिँ है। ल उतापट्टिको क्याफे रेस्टुरेन्ट भयो होइन। एकदम पिस इन्भाइरोमेन्ट रहेछ कि एकदम राम्रो विच वान है। आई लभ इट है सो मच। ल गाइजहरू अब यहाँ नजिकै हुने जति चाहिँ आएर यसो भिजिट गर्न पनि सक्नुहुनेछ है। एकदम राम्रो छ। ल अब हामी अब यहाँबाट 5-10 मिनटमा हामी उडिसक्छौँ होइन। अनि माथिबाट म भ्यूहरू सबै देखाउँछु। उडेकोदेखिबाट लिएर ल्यान्डिङ भएदेखिबाट लिएर होइन सबै देखाउँछु म। गाइजहरू हामी फ्लाइटमा बसिसक्यौँ है। अब हामी चाहिँ टेकअफको लागि है माला ल्याउँदैछौँ है। ल गाइजहरू हामी चाहिँ यहाँ फ्लाइटमा आज यही फ्लाइट लिएर जाने हो होइन। यहाँ चाहिँ फ्युल हाल्न लागेको छौँ। अनि फ्युल हालिसकेपछि अनि बल्ल हामी टेकअफतिर लाग्छौँ है। आजको फ्लाइट आवर डिस्टेन्स आई डोन्ट नो बट समथिङ लाइक 1 आवर जतिको फ्लाइट हुन्छ होला है। लेट्स सी। ल म भिडियो चाहिँ ओपन गरेर राख्छु टिल एन्डिङ है। ल गाइजहरू सबैजनालाई राम्रो लाग्यो भने
ट्याक्क सब्सक्राइबको बटन चाहिँ थिएन नबिर्सिनु होला है ल गाइजहरू ल किप अन वाचिङ है टु बी कन्टिन्युड भिडियोहरू म पोस्टिङ गरिहाल्ने छु है त हस् ल गाइजहरू हामी चाहिँ फ्लाइटमा बस्यौँ है ल अब हामी टेक अफ लिन्छौँ विदिन सर्टली है ल किप अन वाचिङ गाइज ल
गाइजहरू फाइनली हामी ब्याक भयौँ है ल अलिअलि डर पनि लाग्दो रहेछ तर माथि पुगेपछि चाहिँ ओ दामी भ्यू पनि यस्तो दामी है माथि पुगेपछि चाहिँ चिल लाग्यो त्यस्तो डरसर केही लागेन तर ल्यान्ड गर्ने बेलामा चाहिँ अलिकति डर लाग्यो है ल फाइनल्ली आज आएर फ्लाइटमा बसियो है त ल जस्ट वान अफ दि यो पनि कस्तो हुन्छ एउटा मेमोरेबल के रमाइलो मुभमेन्ट होइन ठिक छ लास्ट टाइम म आएको थिएँ एज अर्लियर मैले भनेको थिएँ होइन तर वेदर राम्रो थिएन सडनली हामी वेदर राम्रो नभए अब उडाउने कुरो पनि भएन होइन त्यही भएर हामी चाहिँ ब्याक भएको थियौँ अहिले चाहिँ आज चाहिँ लक्किली आई गट चान्स टु फ्लाइ है त दामी इट वाज अमेजिङ क्या आई कान्ट बिलिभ है जस्ट ठिक छ है फ्लाइटहरू हेर्न सक्नुहुन्छ हजुरले है सबै फ्लाइटहरू छ अब यहाँ आएर चाहिँ बुकिङ गर्नुपर्ने रहेछ होइन के के सिस्टम रहेछ हामीले पनि एउटा फर्म फिलअप गर्नुपर्ने रहेछ एउटा त्यो अब इन्सुरेन्स कभरको लागि कि समथिङ लाइक द्याट तपाईँको फर्म फिलअप गर्नुपर्छ गरियो होइन अनि ट्याक्कै हामीले फेरि आज जुन 1 आवर जति उडाउने भन्ने कुरो भएको थियो 1 आवर जति अलि उडाइएन किनभने माथि जान त गयो एक राउन्ड गइयो तर वेदर चाहिँ अलिअलि उता गएपछि चाहिँ अलिकति वेदर राम्रो थिएन जस्ट उडाइयो भनौँ न नजिकै उडाइयो एक राउन्ड उडाइयो उडाएर ट्याक्कै ल्यान्ड पनि भइयो हाम्रो उहाँ पाइलट ब्रदर चाहिँ उहाँ फ्लाइटमै हुनुहुन्छ त्यहाँ के हो होइन ल गाइजहरू आज स्ट्याफोर्ड फोर्डबाट नि उड्यो है ल यस्तो कुराहरू भनेको चाहिँ टक्क एउटा के मेमोरेबल होइन ल लाइफ टाइमलाई अलिकति चाहिँ ल त्यो टाइममा चाहिँ त्यो डेटमा चाहिँ यसरी उडिएको थियो है भनी होइन अब नर्मली हामी भनेको अब आउटसाइड कन्ट्रीमा जाँदाखेरि अब त्यो बिग फ्लाइटहरू भने छँदै थियो होइन यो भनेको चाहिँ स्मल फ्लाइट के स्मल फ्लाइटमा चाहिँ भन्नाले अब डोमेस्टिकमा त अब नेपालबाट जाने डोमेस्टिकमा त हामी नर्मली अब ट्राभल गरेर हुन्थ्यो होइन तर स्मल फ्लाइटमा चाहिँ लन्डन आएर चाहिँ फर्स्ट टाइम है यो चाहिँ बट इट वाज अमेजिङ दिस अल क्रेडिट गोज टु आवर ब्रदर है उहाँले चाहिँ एकदम इम्पोर्टेन्ट उहाँको चाहिँ एकदम महत्त्वपूर्ण समय निकालेर हामीलाई चाहिँ जुन फ्लाइटमा लिएर जानुभयो होइन आइ एम भेरी ह्याप्पी टुडे होइन आइ एम नेभर गोइङ टु फर्गेट दिस मोमेन्ट ल गाइजहरू ल अब म